हामीले चाहिँ यो असला माछा है, यो ठ्याक्कै लिखु खोलाको हो, हिउँको माछा के मुदीको असला। खै कसरी निकाल्नु त्यो चाहिँ? यो यसरी तान्ने हो, यसरी तान्ने हो। यो गिल्स भनेको यही हो, यसले गर्दाखेरि चाहिँ सास फेर्छ, पौडिन सक्छ। माछा पानीमा पौडिएसरी यस्ता नाथे कति खाइयो नि राम्रो बाउले भन्नुहुन्छ। यस्ता नाथे कति खाइयो भनेको, तर यो हो असला भनेको। कसरी केजी अरे फेरि भन्नु त? 800 रुपियाँ केजी। 800 रुपियाँ केजी। यो समय मुना चियाको हो भने जस्तै रेडियो नेपाल हो र दोराई भन्नलाई। युट्युब पनि रेडियो नेपाल जस्तै हो के? माछा पानीमा फिस फिस भन्नु, फिस फिस। त्यो अनुहार के हो? के अरे नाच्यो? यस्तो हो यो अनुहार। के हो? फोरे फोर केटाकेटीको अनुहारदेखि पनि। अब एकैचोटि पकाएको बेला निकालेको बेला कुनै त सानो सानो पनि रहेछ त। सानो सानो रहेछ कुनै। यो जति सानो उति दामी। जति सानो उति राम्रो। जति सानो माछा खान सक्छ त्यति फाइदा क्या, ठुलो माछाबाट फाइदा छैन। दामी रहेछ। काभ्रे माछा पनि रहेछ। माछा काटी के हो सिमरन? यता भन त। यो के हो? खै फिस भनेको? फिस